सर्लाही क्षेत्र नम्बर 1 को एकबाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य माननीय उपेन्द्र महतोले हरिपुर नगरपालिकाको मजुरुवामा निर्माणाधीन झिम खोला पुलको स्थलगत निरीक्षण तथा अनुगमन गर्नुभएको छ। सर्लाही जिल्लाको हरिपुर नगरपालिका अन्तर्गत हरैया मजुरुवा सडक खण्डमा पर्ने झिम खोलामा पुल निर्माणको काम स्थानीय पूर्वाधार विकास कार्यालय जनकपुरको रेखदेखमा भइरहेको छ। उक्त पुल निर्माणको जिम्मा अंकित कन्स्ट्रक्सन्स प्रालीले लिएको छ। कम्पनीले भ्याट बाहेक 4,64,32,195 रुपैयाँमा कबुल गरी निर्माण कार्य अगाडि बढाइरहेको छ। पुल निर्माणको सम्झौता 2081 साल असार 11 गति भएको हो भने 2083 साल असार 24 गतिसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। झिम खोला गाउँको बीच भागबाट बग्ने खोला हो, जसमा वर्षभरि नै पानी बगिरहने गर्दछ। स्थानीय समाजसेवी गुलाम रहबर अन्सारीका अनुसार वर्षायाममा खोलामा पानीको बहाव अत्यधिक बढ्दा गाउँ बस्ती नै टोक्रिने अवस्था सिर्जना हुँदै आएको छ। यो खोलाका कारण गाउँवासी मात्र होइन, यस सडक हुँदै अन्य गाउँतर्फ जाने सर्वसाधारणले पनि सधैँ शास्ति भोग्नु परेको छ। उहाँले भन्नुभयो, वर्षौंदेखि पुल निर्माणका लागि विभिन्न नेताहरूसँग आग्रह गरिँदै आए पनि दीर्घकालीन समाधान नआएको अवस्थामा प्रदेशसभा सदस्य उपेन्द्र महतोको पहलमा पुल निर्माण सुरु भएकोमा सम्पूर्ण गाउँवासीको तर्फबाट आभार व्यक्त गर्नुभयो। स्थलगत निरीक्षणपछि प्रतिक्रिया दिँदै प्रदेशसभा सदस्य उपेन्द्र महतोले झिम खोलामा पुल निर्माण अत्यन्तै आवश्यक रहेको बताउनुभयो। उहाँका अनुसार वर्षभरि पानी बग्ने र विशेष गरी वर्षायाममा अत्यधिक बहाव हुँदा गाउँ गाउँ बीचको सम्पर्क पूर्ण रूपमा अवरुद्ध हुँदै आएको थियो। पुल नहुँदा विद्यार्थीहरू विद्यालय जान नसक्ने, बिरामीलाई समयमै स्वास्थ्य संस्थासम्म पुर्याउन नसक्ने र सर्वसाधारणलाई बजार आवतजावत गर्न कठिन हुने अवस्था थियो। पुल निर्माण सम्पन्न भएपछि विद्यार्थीलाई सहज रूपमा विद्यालय जान, आम नागरिकलाई बजार तथा सेवा केन्द्रसम्म पुग्न, बिरामीलाई गाउँ बाहिर उपचारका लागि लैजान ल्याउन तथा कृषकलाई कृषि उपकरण र उत्पादन सहज रूपमा ढुवानी गर्न ठूलो राहत मिल्ने उहाँले उल्लेख गर्नुभयो। स्थानीयवासीहरूले पुल निर्माणले आवतजावत मात्र होइन, शिक्षा, स्वास्थ्य, कृषि र समग्र ग्रामीण विकासमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।